कि हिंसा गर्छ भने त्यसलाई तामसी भनिन्छ। जो चाहिँ तामस माने अन्धकार पनि हो। अब जस्तो हामी भन्छौँ नि बलि प्रथा हो, त्यो बलि प्रथा के हो? तामसी भक्ति हो। त्यस्तो भक्त के गर्छ भन्दा प्राय गरेर अन्धकारतिर घुमिरहेको हुन्छ, उसले अन्धकारलाई प्राप्त गरिरहेको हुन्छ। जस्तो अब भगवानले बलि त स्वीकार गर्नुहुन्न, यो प्रथा कहाँबाट आयो भन्नुहुन्छ भने जति बेला एउटा रक्तबीज नाम गरेको दैत्य थियो, हामी चण्डीमा सुन्छौँ। अब त्यो रक्तबीज गरेको दैत्य कस्तो थियो त भन्दाखेरि उसलाई देवीले परास्त गर्नको लागि, उसलाई वध गर्नको लागि जब अस्त्रको प्रहार गर्नुहुन्थ्यो त्यति बेला उसको शरीरबाट एक थुप्पो खुन भुइँमा चौने बित्तिकै त्यस्तै स्वरूप प्रकट हुन्थ्यो अर्को। अब यसलाई वध गर्नको लागि देवीले के गर्नुभयो त भन्दा त्यसलाई सरक्कै लिएर उसको खुन पान गर्नुभएको थियो। त्यो के को लागि त भन्दा सृष्टिको रक्षाको लागि गर्नुभएको थियो। अब त्यो के कारणले गरेको थियो, तर अर्कै कारण भइदियो कि अब देवीले चाहिँ खुन खानुहुन्छ भन्ने प्रथा चलेर आयो। तर त्यो होइन, एकचोटि मात्रै देवीले त्यो प्रयोग गर्नुभएको थियो, त्यो रक्तबीज नाम गरेको दैत्यलाई वध गर्नको लागि। र देवीले कसैको पनि खुन खानुहुन्न। अब हो त्यो प्रथाले के भयो त भन्दाखेरि त्यसले तामसी भक्ति भयो। एउटा प्राणीलाई वध गरेर अर्कोले भगवानलाई चढाउँछ भने त्यो स्वीकार गर्नुहुन्न। त्यसले चाहिँ के गर्दछ त भन्दा अन्धकारतिर लिएर जान्छ। भगवान भन्नुहुन्छ त्यस्तो भक्तले मलाई कहिले पनि प्राप्त गर्दैन। अब अर्को दोस्रो भक्त भनेको राजसी भक्त। राजसी भनेको कस्तो त भन्दा कामना। जस्तो हामी कुनै मन्दिरमा गयौँ, त्यो मन्दिरमा गएर चाहिँ हे भगवान मलाई यस्तो कामना छ, तपाईँले यो पूर्ण गराइदिनुहोस् भनेर भगवानसँग माग्छौँ भने त्यसलाई राजसी भक्त भनिन्छ। त्यो त केवल एउटा साटे जस्तै हुने भयो। भगवानलाई हामी केही चढाउँछौँ, त्यसको बदला केही माग्छौँ भने त्यो त साटेकै भयो। त्यसैले भगवान भन्नुहुन्छ यस्तो खालको भक्तले पनि मलाई प्राप्त गर्दैन। अब अर्को कस्तो त भन्दा सात्विकी, जो निष्काम भक्त हुन्छ, उसलाई केही पनि चाहिँदैन, उसले केवल भगवानलाई ध्यान मात्रै गर्दछ, प्रार्थना मात्रै गर्दछ। भन्छ हे भगवान तबास्मी, म तपाईँको, तपाईँ मेरो। यसरी त्यसले भगवानको ध्यान गर्दछ, भजन गर्दछ, भक्ति गर्दछ भने यस्तो भक्तले चाहिँ मलाई प्राप्त गर्दछ। र यो सात्विकी भक्त हो। अब जो तामसी राजसी भक्त हुन्छ, त्यो तामसी राजसी भक्त चाहिँ के हुन्छ त भन्दाखेरि केवल उसले यो संसारमा कामना मात्रै गरेर भक्ति गरेको हुन्छ। अथवा जो तामसी अर्कालाई दुःख दिएर अर्काको वध गरेर मात्रै भक्ति गरेको हुन्छ भने जब उसले चाहिँ के गर्दछ, यो संसारलाई, यो शरीर छोड्दछ। यो शरीर छोडेर जब ऊ अर्को मार्गतिर लाग्दछ त्यति बेला भगवान भन्नुहुन्छ त्यस्तो अवस्थामा उसले शरीरलाई त्याग्न आँटेको बेला यमराजका दूतहरू आउँछ। उसले अति नराम्रो कर्म गरेको हुनाले यमदूतो तदा प्राप्तौ भीमौ सर्वसेक्षणौ तसदृष्ट्वा त्रस्त हृदय सक्रिन मन्त्रम च विमुञ्चति। अब यस्ता यमराजका दूतहरूलाई देखेपछि उसले आफ्नो शरीरलाई त्याग दिन्छ डराएर। अब त्यही अवस्थामा यमराजका दूतहरूले उसलाई पक्रिन्छन्। पक्रेपछि अब दक्षिण दिशाको मार्गतिर अथवा नरकतिर लिएर जान्छन्। अब त्यो नरकका मार्गको व्याख्या गर्नुहुन्छ कस्तो छ त त्यो मार्ग। जब जीवात्माले यो शरीरलाई छोडेर जान्छ नरकतिर जाँदा छुतेट परे दोद बला नलानिलै सन्तप्यमान पथित प्रबालुके पृष्ठेण पृष्ठे कसया ताडिता तलत्य सक्तो विनिराश्रमोदके। अति भयंकर मार्ग छ त्यो मार्ग, जहाँ चाहिँ बालुवाहरू तातिरहेका हुन्छन्। त्यो तातिरहेको बालुवाको स्थानबाट अथवा त्यो मार्गबाट यमराजका दूतहरूले लिएर जान्छ। अब लिएर गइसकेपछि के हुन्छ, अति बालुवा तातिएको भएकोले गर्दा ऊ हिँड्न सक्न छोड्छ। अब नहिँडेपछि अब यमराजका दूतहरूले पछाडिबाट कृष्ण पृष्ठे कसयात ताडिता, पछाडिबाट पिट्दछन्। पिटेपछि ऊ अलिक पर हिँडे जस्तो त गर्छ, तर
मूर्छित भनेको मूर्छा प्राप्त हुन्छ। अब मूर्छा परेपछि त्यो मूर्छाबाट धेरै बेर पछाडि मूर्छित पुनरुत्थित मूर्छाबाट ऊ बिउजिन्छ। बिउजेपछि अब यमराजका दूतहरूले फेरि त्यस्तै प्रकारले लिएर जान्छन्, फेरि हिँड्न सक्न छोड्छ। त्यस पछाडि डोरी लगाएर उसलाई त्यो मार्गमा घिसार्दछ। अब यसरी घिसार्दै धेरै समय पछाडि के गर्दछन्, यसलाई नरकमा प्रवेश गराउँदछन्। नरकमा प्रवेश गरिसकेपछि उसले नरकमा अनेक प्रकारका दुःख भोग गर्दछ। अब भोग गरिसकेपछि उसले फेरि संसारमा जन्मिन सुरु गर्दछ। अब संसारमा जन्मिँदा सबैभन्दा पहिला ऊ वृक्षको रूपमा आउँछ। त्यो वृक्ष नाश भइसकेपछि फेरि लराको रूपमा जान्छ। लरा पनि नाश भएपछि गिरी भनेको पर्वतको रूपमा जान्छ। पर्वत पनि नाश भइसकेपछि अब कीट पतंग हुँदै हुँदै पशु पंक्षी हुँदै हुँदै ऊ फेरि मनुष्यमा आउँदछ। यस्तो प्रकारले हे माताजी उसले क्रमैसँग यस्तो प्रकारको भोग भोगिरहन्छ। अब अगाडि गएर माताजी पुनः प्रश्न गर्नुहुन्छ। जब ऊ यसरी घुम्दै घुम्दै मनुष्य शरीरमा आइपुग्दछ, मनुष्य शरीरमा आइसकेपछि उसले गर्भमा चाहिँ कस्तो कस्तो दुःख भोग गर्दछ त्यो पनि बताइदिनुहोस् भनेर प्रश्न गर्नुभयो। प्रश्न गरेपछि भगवान भन्नुहुन्छ, माताजी जब ऊ माताजीको गर्भमा आउँछ, माताजीको गर्भमा आइसकेपछि ऊ सबैभन्दा पहिला रक्तपिण्डको रूपमा अथवा अण्डको रूपमा रहन्छ। अब रक्त अन्नबाट जब मासेन त्यो शिरोद्वाभ्याम भनेको पहिलो महिनामा त्यही रक्त अन्नबाट उसको शिर बन्दछ। अब दोस्रो महिना लागेपछि उसको बाहुग्य ध्यङ्ग्र विग्रह भनेको सम्पूर्ण शरीरका अङ्गको अथवा विग्रह बनिन्छ, एउटा स्वरूप बनिन्छ, मनुष्य शरीरको स्वरूप बनिन्छ। अब त्यो स्वरूप बनिसकेपछि भगवान भन्नुहुन्छ जब तेस्रो महिना लाग्छ, तेस्रो महिना लागेपछि नख लोमास्त चर्माणी लिङ्ग क्षेत्र भवस्त्रीभि नङ बनिन्छ। नङ बनेपछि अस्थि भनेको हड्डी बनिन्छ, चर्माणी भनेको छाला बनिन्छ अनि लिङ्ग क्षेत्र भवस्त्रीभि। तेस्रो महिनामा ऊ अब छोरा हो कि छोरी हो त्यो तेस्रो महिनामै थाहा हुन्छ। अब त्यति भइसकेपछि चतुर्विध धातव भनेको हाम्रा शरीरमा 7 प्रकारका धातुहरू छन्। चौथो महिनामा ती धातुहरूले प्रवेश गर्दछन् अनि पञ्चमी क्षुद्रिडत भवः। अब जब 5औं महिना लाग्छ, 5औं महिना प्रवेश भइसकेपछि उसलाई भोक प्यासले सताउन थाल्दछ। अब यसरी भोक प्यासले सताउँदै गइसकेपछि अब 5औं महिनाभरि उसलाई भोक प्यासले छटपटाइरहन्छ ऊ गर्भमा। अब यसरी छटपटाउन थालेपछि जब 6औं महिना लाग्दछ अथवा 6औं महिना प्रवेश हुन्छ, प्रवेश भइसकेपछि त्यो जीवात्मा फेरि कुक्षु भ्राम्यति दक्षिणै भनेको माताजीको दक्षिण कोखमा चाहिँ दाहिनेपट्टि उके गर्न थाल्छ। बिस्तारो बिस्तारो घुम्न थाल्दछ, यसरी चक्कर लाउन थाल्दछ। अब उसलाई भोक प्यासले अति सताएको हुन्छ, यसरी घुमिरहेको हुन्छ। अब उसले भोजन के गर्दछ त भन्दा जब माताजीले खानु भएको जुन चिजहरू हुन्छ त्यसको रसलाई ग्रहण गर्दछ। अब त्यो रस ग्रहण गर्दा पनि भगवान भन्नुहुन्छ माताजी अब जुन चिज माताजीले ग्रहण गर्नुहुन्छ त्यसको रसले पनि उसलाई अति वेदना गर्दछ। अब त्यो वेदनाले गर्दा ऊ क्वचित मूर्छित भनेको फेरि मूर्छा पर्दछ त्यो जीवात्मा। अब फेरि मूर्छाबाट जाग्दछ। यस्तै प्रकारले उसको 6औं महिना व्यतीत हुन्छ। अब 7औं महिना लागेपछि भगवानले उसलाई गर्भमा दर्शन दिनुहुन्छ। तपाईँ हामी सबैलाई 7 महिनामा भगवानले दर्शन दिनुभएको थियो। गर्भमा केवल मनुष्य शरीरमा मात्रै दिनुहुन्छ दर्शन। अब दर्शन प्राप्त गरेपछि उसले भगवानसँग प्रार्थना गर्छ, हे भगवान सोहम व्रजामि शरणम ह्यकुतो भयम मे येने दिशा गतिरदृश्य सतो अनुरूपः। हे भगवान म अब तपाईँको शरणमा आएको छु। तपाईँले कुनै पनि उपायले मलाई यहाँबाट निकालिदिनुहोस्, यहाँ मलाई अति कष्ट भएको छ। अब गर्भवास भगवान भन्नुहुन्छ यति कष्ट हुन्छ कि उसको चाहिँ के हुन्छ त गर्भमा वास गरेको बेला भने
उसको खुट्टा र टाउको एकै ठाउँ हुन्छ। यसरी गुणुली परेर रहेको हुन्छ। अब हो त्यो गुणुली परेर रहेको अवस्थामा उसले हे भगवान जसरी भए पनि मलाई यहाँबाट तपाईँले पार गराइदिनुहोस्, यहाँबाट मुक्त गराइदिनुहोस्, म तपाईँलाई कहिले पनि बिर्सिने छैन भनेर उसले भित्र भगवानसँग प्रतिज्ञा गर्छ। तपाईँ हामी सबैले त्यो प्रतिज्ञा गरेको हुन्छ। ऊ भन्छ सोहम वसन्नपि विभो बहु दुःख वासम गर्वान निर्जिगमिसे बहिरन्ध कुपे। हे भगवान मलाई यहाँबाट तपाईँले बाहिर निकालिदिनुहोस्, मेरो कुनै पनि उपाय छैन भनेर प्रार्थना गर्दै जान्छ, प्रार्थना गर्दै जान्छ। अनि भगवानले त्यति बेला उसलाई भन्नुहुन्छ के तैँले मलाई कहिल्यै बिर्सिँदैनस् त भन्दाखेरि ऊ भन्छ म कहिल्यै पनि बिर्सिन्न। अब हो त्यही अवस्थामा यदि तैँले बिर्सिँदैनस् अथवा तेरो र मेरो भेट भएको के छ त, गर्भमा भेट भएको केही चिन्ह छ भन्दा भगवानले त्यहाँ उसलाई चिन्ह लाएर पठाइदिनुहुन्छ। हामीहरूले गर्भमा भगवानसँग भेट भएको चिन्ह छ, तपाईँ हामीलाई थाहा छ के चिन्ह लगाएर पठाउनु भएको छ? विचार गरी हेर्नु, हामी सबैसँग छ त्यो चिन्ह। भगवानले हामीलाई छाप लगाएर पठाउनु भएको छ कि तेरो र मेरो यो मनुष्य शरीरमा गर्भमाथि पक्कै भेट भएको छ। के छाप छ त भन्दा हाम्रा हात खुट्टामा शङ्ख र चक्रका चिन्ह छन्। तपाईँ सबैका हेर्नु त, त्यो छाप लगाइदिनु भएर भन्नुहुन्छ तैँले मलाई कहिल्यै पनि नबिर्सी। त्यसैले हाम्रो शास्त्रले के भन्यो, बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला हात हेर्नु पर्दछ। अब हात हेर्दा के त उसले शङ्ख र चक्र देख्छ। त्यो शङ्ख र चक्र देखेपछि त्यो दुःख उसले बिर्सेर के मलाई सम्झिन्छ कि भनेर भगवानले यो छाप लगाएर पठाउनु भएको छ। केवल मनुष्य शरीरमा मात्रै छ यो छाप, अरू कुनैमा पनि भेटिँदैन, अरू कसैकोमा पनि छैन, पशुकोमा पनि छैन, पक्षीकोमा पनि हुँदैन। अब यति भएपछि भगवान त्यहाँबाट बिदा हुनुहुन्छ। अब समय बित्दै जान्छ, समय बित्दै गएपछि उसले यो संसारमा जन्म लिन्छ। अब जन्म लिएपछि भगवान भन्नुहुन्छ रुरो यति गते ज्ञानम विपरीतम गतिम गतः। अब उसले जन्म लिने बित्तिकै यो संसारमा रुनु पर्छ, रोएन भने चिमोटेर भए पनि रुवाउनु पर्छ। अब रुवाइसकेपछि के हुन्छ, अब अघिको सबै बिर्सिन्छ। एकचोटि रुने बित्तिकै भगवान भन्नुहुन्छ रुदतम विगत ज्ञानम कृमय कृमिकम यता। एकचोटि रोइसक्दा उसले अघिको त्यो छाप पनि बिर्स्यो, भगवानसँग भेट भएको पनि बिर्स्यो। अब बिर्सिसकेपछि उसले अब इत्येवम शैशवम भुक्त्वा, अब सानो बच्चा अवस्थादेखि नै उसलाई फेरि दुःख सुरु भयो। अब बच्चा छ, केही बोल्दैन, अब के भएर रोएको थियो, एक थोक भएर रोएपछि माताजीले अर्को थोकको दबाई खुवाइदिनुहुन्छ। हो त्यो